खैरे जस्तो भयो यार सिले कति बसी खास क्या मिठो लागिरहेको छ मलाई गुड चोलीको बियर ह्यापी हाँसे यार त आज हामी 8-9 जना 10 जना जति हुन्छ होला we're going to Fulchoki today अनि it's a special birthday ride today हाम्रो Kamal moms को birthday को हामीलाई सानो ride with lunch भन्ने कुरा भइरहेछ केटाहरु गाडी आइसक्यो भन्दैछ early morning म जाँदैछु हेरौँ look at this Snacky Port hopefully माथि ट्रेल सबै रमाइलो हुन्छ होला आज पानी चाहिँ परेको छैन रातभरि पानी परेको मेबी slippery roads there you go morning moms morning brothers morning brothers Good morning. Morning. यस्तो झुक्दाखेरि यहाँबाट कफी खाउनु कफीदेखि सुरु होला नि त त्यो फेरि एक खालको मात्र नि त होइन त्यो मात्र फेरि कन्ट्रोल गर्न सक्दैन क्या त्यो भएर फुल माथि मन लाग्दैन टाउको चाहिँ एकछिन दुखेको थियो मेरो दुखेको थियो मलाई पानी दिएको अफिसको एकछिन झन् गाह्रो बिहान खोलेर बिहान सुत्याएको हाम्रो टोलीहरू slowly march past cycle on the car on the right नमनले भिडियो बनाउँदैछ फेयरलेस राइडर राम्रो राम्रो साइकलहरू यहाँ छन् मिस्टर लिम्बु इन्द्रले पनि भिडियो बनाउँदैछ ओके लास्टै हिँड्नु छ नि त चाप्पै बस्यो हेलो साइकल चाहिँ मान्छे त्यही Oh man, sorry man, long time. T-shirt यो टी-शर्ट चाहिँ नखिपोर्ट विलर्सलाई हाम्रो आरजे भाइले गिफ्ट है अगाडि हाम्रो लोगो यसो इन्द्रजित गाडी जस्तै यहाँ कमल माम पछाडि फर्कन हाँसे गुरुङ कमल विथ नखिपोर्ट विलर्स हेलो माम सबै एक्लै हो एक्लै मैले देखेँ थिएँ त्यहाँ साइकल जम्मा भएको फिल्ममा आज नभ्याउने कुरो एक्लै त्यहाँ भन्यो हो आउनु हो निस्क्यौँ न त दाइले कति पर्सेन्ट डिस्काउन्ट भइहाल्छ त्यो टेन्सन नलिनु खाना अब लोकल खाने कि के खाने भन्ने कुरामा अड्केको हो अच्छा टाइगरमा खाना खाने कुरा भयो म त खैरे जस्तो भयो यार सिले कति बसी खा जस्तो क्या मिठो लागिरहेको छ मलाई गुड किन चोलीको बियर ह्यापी हाँसे यार त डाइट चाहिँ ओभरै हुन्छ हाम्रो केटाहरू अरू के नभए पनि डाइट चाहिँ राम्रो हुन्छ झोल तरकारी खाइदिउँ बिरामी भएर बसिरह्यो भने त झन् उही फिल हुन्छ क्या हो नि पुरो हिँड्यो नि के गरेको ल माम्स लाग्यौँ
आफ्नो आफ्नो गाडीमा छुट्यौँ ल हेर्नु न रेन्जहरू हिमालयन रेन्ज लुक एट द रेन्ज हुनुको रिजन चाहिँ हाम्रो कुबेर राइड आउनु भएर थियो कि त्यही भएर थ्याङ्क यू म्यान आइ एम अलवेज लकी दामी हेर मामा राइड चाहिँ त्यस्तै हो भिड चाहिँ आज पुरा रहेछ हाम्रो भाइको चाहिँ पुरा फुल नयाँ उयो होइन एक्सर्साइजहरू धेरै दिन बाद होइन सेपरेट फेरि एकचोटि आशा है अनि पछाडि चाहिँ डिएसआर 2 है अनि डिएसआर मात्रै होइन डिएसआर फेरि 2 हुनुपर्छ फेरि यो नयाँ सबै सेक्सनमा ओके क्लोज चलिहालौँ सबै सेक्सन नयाँ दाइ फोटो खिचिदिनु न आउनु ओके ओके जाऊ नवीन त म आउँछु हामी तीनजना लास्ट बाटो चाहिँ स्लिपरी नै छ अब केटाहरू त कुदिसक्यो यस चिप्लो छ बाटो चिप्लो हे यिनीहरू कुदेको अनि केटाहरू कुदेको के हेर्नु न उयो लडिसक्यो हाम्रो के अरे किरण ठिकै छ साइडमा तिमीहरू कसरी कुदायो यस्तो चिप्लोमा हो र यो घाँस समात्ने के दाइ बिस्तारै कुदाउ यस्तो घाँस भएको ठाउँमा ट्याकको ब्रेक लगाउने स्लो गर्ने अनि यस्तोमा आउँछ नि ब्रेक सट्ट अलिकति छोडिदिने अनि जान गुड्छ नि त चिप्लिँदैन फेरि यस्तो समात्ने अनि ब्रेक तान्ने कि ओके ब्रेकिङ चाहिँ खालि घाँस र ग्राभलमा मात्रै कि अनि अन अफ झ्याप्पो अनि छोड्ने त्यस्तो नगर्ने कि छुइराख्ने होइन त कलर त कस्तो मजाको कलर पो रहेछ मैले यादै नगरेको कमन छ उसको मलाई त्यो नर्मल ब्ल्याक यो फेरि कुन नयाँ मोडलको हो पुरानो फ्रेम हो यो मोडल हो नयाँ है मेटा SX-P5 यसको फ्रेम पनि ओलिन्स थियो स्विजरल्यान्डबाट चेन्ज भयो अरे ओलिन्स फक्स रक सक्स भयो यो बाइक लिएर गएको थियो र तिमी दुइटै लिएर गएको थियौ त्यहाँ चाहिँ मैले त्यहीको साथ एकजनाको डट जम्पर चलाएको थिएँ यहाँ आएर जुगा हातेमा आएको हटिएर चलाउनु पर्दा यार यस्तो बाटोमा जाउँ मैले नुन पोख्नु पर्ने रहेछ नुन होइन तितेपाती लगाउनुपर्छ कता भेट्छ यहाँ अलिकति चिप्लो छ एकटा के छ जुगा चाहिँ छ अरे भैँसी पो छ त्यहाँ त के हो दुईवटा भैँसी छ जुगाले खत्तम बनायो होला त तिनीहरूलाई गो
रसको त प्रोफेसनलै हो नि अब के छ ठिक छ आउँदैछ केटाहरू पानी घामले नजान भन्दा पनि घुर्र जान्छ अनि गुरलो के हुँदैछ आर्सीले गर्यो कमलले गर्छ यहाँ कमलले Here comes Mr. Mr. 2. Here comes Mr. Mama 3. Sini Mama 3. ढिलो हुन्छ भनेर खाना त्यही गऱ्यो यो ठाउँलाई के भन्छ भाइ खानी डाँडा खानी रिल्याक्स अब मजाले खेल्दै जाउँ केटा हो जम समहरू देखाऊ जम छ भने कमललाई अगाडि है विली पनि हेर्ने कि नाइस प्लेस खानी डाँडा अरे यो सबै बोइस 3 जना गुरुहरू अगाडि जाँदैछ त्यसपछि आउँदैछ पाले पिलो मिस्टर सञ्जय नम्बर 4 नवीन माम्स विश्व भाइ मिस्टर कमल माम्स यु क्यान डु इट ब्रदर हामीले त चलाउनु चलायो जस्तो गर्ने गरी चलायो नि तिमीहरूले त अझ तिमीले त बाइक पनि चलायो नि त्यो बाटो त सिङ्गल ट्याङ्कमा बाइक पनि चलायो यसरी आएको त सरप्राइज क्या बाटै छ ट्याङ्ग यत्रो निस्केको यस्तो छिट्टै हुँदैन चापा खर्क आइपुग्यो यस जुगाले डोक्यो खाना खायो ए हामी चाकपा खर्क कटेर हेडिङ फर लुबु कहिले त्यसमा हुनसक्छ Trying. I try my best. अरे यो गर्दिन्छ हैन यो आधारलाई कस्तो लाग्यो हैन बाटो पनि गएको आइदिनको फेरि यो बाटो कोही आउने हो मसँग खोइ न हो त त्यसो गर भन्छ यार के गर्नु त्यसरी होइन हौ त्यसरी होइन यसरी हो बनी चाहिँ यस्तो हेलो हेर न जान्छ केटा हो देखा दो भाई
सक्यो ल के भयो टकटक गरेको के भयो रे यो हरियो हरियो देख्यो अरे मामा नडराउनु साथी यसले के तपाईँ छ नि यो फुल वेट भयो भने चाहिँ डराउनु स्वाभाविक हो कि मात्र थियो नि तर अब यो रातो अनि ग्राभल र यो हरियो मिक्स भएको छ नि त्यसले तपाईँको केही इफेक्टै गर्दैन सुकेको हरियो सुकेको भन्दा पनि तपाईँको यसमा चिप्ल्यो भने नि एकछिनमा अलिक अर्को ठाउँ ग्रिप लिइहाल्छ कि ब्रेक छोडिदिनु कि आफ्नो पेसमा इन्जोय गर्दै आउँदै है ओके ओह्रालो अब कहाँसम्म यहाँ पिछा रक गार्डन छ होला है अलिक चिप्लो छ होला मन परेन भने चाहिँ यसो घुमेर आउनु अरू ठ्याक्क तल अर्को ल कहाँ देखाऊ है फेरि एकैचोटि रक गार्डन गएर फेरि रक जस्तै रक जस्तै भयो हजुर वेट भएको म चिप्लो चाहिँ ड्राई भएको त्यो ग्राभल भएको त चिप्लिँदैन क्या मामा यस्तो ग्राभल देख्यो भने ढुङ्गा देखेको मलाई रमाइलो भइरहेको ओइ 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 छोड न हजुर म पर्खिन्छु के भयो बिस्तारै जाने ल म जाउँ गरिरहेको छु ओइ हात बाहिर आयो ल कसरी ब्रेक युज गर्छ यो भन्दा होइन जिप लाइट जानु भन्दा गर्ने यतिखेरै हो अरे त्यहाँ रुबामा कौलमा को हेर्नु त को गयो त्यहाँ 60 केजीको मान्छे काट्यो जाने आउनु मा विश्वेश्वर महादेव अरे कता यता पो फुल यहाँ रहेछ नि त दामी रहेछ गुफा डोली कछुवा ढुङ्गाको नाम रहेछ सबै जामवन सुग्रीप
सिधा हान्न चाहिँ पानी भएको वाइड जिउ घुमाउनु भने खानुमा यस्तो हुँदा चाहिँ बेर लाग्दैन त्यो जिउ घुमाउने ब्रेक पछाडिको थिचेर सर अलि यो टन्नै छ यहाँ यसमा ट्याक गर्नु हजुर ठिक छ लास्टमा हजुरले यस्तो गर्नु हुँदो रहेछ कि त्यो गऱ्यो भने चाहिँ फेरि ठाडोमा के आउला के अड्केला अनि ठ्याक्कै हुन्छ क्या सो दाइले गर्नुभएको छ ट्याकको जिउ यो बाहिर जहाँ गइरहेछ ट्याकको त्यहाँ घुमाउने हेलो कसले गरेको कस्तो के भयो भने फेरि तिमीले दाइले गर्नुभएको छ सुनाइ नि बाटो हुने होइन मैले सिकाउँदाखेरि त्यही भएर गाडी चलाएको त हल्का कोचिङ चल्दैछ यहाँ पनि कोचिङ भयो यसले सुन्यो नि त कसले कसरी कुदाउँछ भनेर भर्खर नमनले भन्दै ओके दाइले सुन्ने फेरि फेमस राइडरहरूको मात्रै हो क्या मैले भने त्यही भनेको क्या मैले भनेको पनि सुनिराख भनेको त्यही भएर अनि हाम्रो वरिष्ठ टोलीहरूले हाम्रो टोलीहरूलाई त्यो ब्रेक पनि कभर गर्नु है दाइ तर त्यो छोडिदिने चाहिँ नदिनु इनकेस रोक्नु पर्यो भने चाहिन्छ कि गुड जब सक्का सबै खुङ्कार हुन्छ नि है के भन्छ नगरौँ सिडी यो कहाँ झर्ने सिडी हो मनोकामना होइन दाइ स्पिचलेस बनाइदिइराख्यो आमा साह्रै लामो भयो त लामो मात्रै हुँदा के हुने बिस्तारै जाने हो कि दाइ ल हामी घुमेर आउँछौँ हामी बिस्तारै जान्छौँ बिस्तारै जाउँ The guys are going downstairs. Nico. चिप्लिरहेको छ नि त चिप्लिरहेको छ नि त चिप्लो छ अब यो त हाम्रो नखीपुर रुलर्सको इन्द्रजित बाइक कसले पनि गर्नु सक्दैन अरू कसैले पनि नगर्ने इन्द्रजित बाइक नगरौँ होइन नगरौँ म तपाईँहरूलाई गरौँ भन्दै होस् निको जग्गा आर्जे म चाहिँ के यही छैन तिमी जाऊ न तँ कुदाउँछ है हाम्रो त एउटै मान्छे हो नखीपुर विलर्सबाट अब हाम्रो रिप्रेजेन्टेटिभ गर्दै हाम्रो इन्द्रजित जाँदैछ नखीपुर विलर्सबाट इन्द्रजित जाँदैछ भिडियोले टाइट लुज थाहा हुँदैन ब्रेक लाग्छ त पछाडि त ब्रेक पुरै लाग्यो छोडिदेऊ रोल नदेऊ त्यही भन्थे आर्जेहरू एउटा त्यहाँ होइन हामी त साइकल बिग्रिन्छ जाउँ त दामी गयो म त्यहाँ केटाहरूलाई पहिला तपाईँ म विनोद सबैले चलाएर को डाँडा आइपुगेछ हामी फेरि फुलचुली जानु मिल्दैन फेरि जाने नजिकमा फेरि पुग्छ जान्छ अरे बर्थडेमा खुसी छैन आज Go, Mom, let's go.
के भयो Oh, slowly. Good control, moms. Nice control. गरा जस्तो छ होला याद गर्नु ल रोल गर्न मिल्ने गरा अगाडि गएपछि पछाडि त झाँब्रा पनि आउँछ पम्चर भयो भने आउँछ पछाडि त म डराउनु पर्ने थियो कि मेन डराएपछि त कता जान्छ नि दुखायो कति यसले Yes. जाऊ म खिच्छु तिम्रो जाऊ म खिच्छु Come on, moms. You can do it. जान्थेँ नि म जान्थेँ नि तिमीले उताबाट भन्यो रोकेँ नि म डरा म डरलाग्दो हानिदिन्छु कि ल जाऊ कमाउँछ जाऊ किरण म खिच्छु गो भाइ ओहो सिक्नु मोटिभ भयो भने त के हुन्छ ल तल मेरो गोदावरी आउँछ 안돼 기름 तल यसरी टी आउँछ है टी आएपछि लेफ्ट लाग्नु ल हामीलाई अलि लेफ्टतिर झर्छ म पछि आएँ म पनि ल बिस्तारै न त हिँड्नु न मन त्यो सधैँ हिँड्नु नसके हिँड्ने तिमीलाई के छ बिस्तारै आउँछ हेर्नु बिसो हामी जाउँ बिस्तारो तपाईँ र म साथी नसक्ने ठाउँमा हिँड्ने हो ठिक छ जानु म रोक्छु जान्छु आम्मामा बाटो चिप्लो सक्यो
कसले छैन भन्ने कमन प्र्याक्टिस म सेटल फ्रान्सको एउटा बाइक पार्क गएँ होइन यत्रै थियो दाइ ट्र्याकै यत्रै नै थियो कि अनि त्यस्तोमा अनि त्यो बम हान्नु त कस्तो मजा आउँछ होला है म त कन्फ्युज नि दाइ माथि जाने कि तल जाने क्या हो टाइप ओ ढुङ्गाको धारा गाउँ होला है दाइहरू撒摆的美，撒摆的多情多彩，又爱又跟随。